स्वागत छ। आज हामी गर्भपतन किन हुन्छ भन्ने विषयमा अलिक गहिरिएर कुरा गरौँ है त। हामीलाई प्राप्त जानकारीको आधारमा यसका पछाडिका कारणहरूलाई सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। ल, यो जानकारी हेर्दाखेरि सुरुमै गर्भावस्थाको एकदमै सुरुको चरणको समस्याहरूमा ध्यान गएको देखिन्छ, जस्तो भ्रूणको विकास राम्रोसँग नहुनु, क्रोमोजोममा केही गडबडी हुनु, वा कहिलेकाहीँ त मुटुको धड्कनै सुरु नहुनु। यस्तो खालको समस्या कत्तिको सामान्य हो? गर्भावस्थाको सुरुवाती चरणमा देखिने यस्ता समस्याहरू, खास गरी क्रोमोजोम सम्बन्धी गडबडीहरू, गर्भपतनको एउटा एकदमै प्रमुख कारण मानिन्छन्। जानकारीले के भन्छ भने लगभग आधाभन्दा बढी सुरुको गर्भपतनहरू यस्तै आनुवांशिक वा विकाससँग सम्बन्धित समस्याले गर्दा हुन्छन् के। अनि यी प्राय कस्तो हुन्छ भने कसैको नियन्त्रण बाहिरका जैविक प्रक्रिया हुन्। मतलब भ्रूण स्वस्थ रूपमा विकास हुन नसक्ने अवस्था हो यो। आधाभन्दा बढी? हो र? त्यो त निकै ठुलो प्रतिशत रहेछ। भनेपछि धेरैजसो अवस्थामा यो कसैको हातमा नहुने कुरा रहेछ। त्यसो भए भ्रूणको विकास बाहेक गर्भलाई टिकाउन शरीरको आफ्नै प्रणाली, जस्तो कि हर्मोनको भूमिका नि? जानकारीमा प्रोजेस्टेरोन हर्मोनको कमीबारे पनि कुरा आएको छ। त्यो कतिको महत्त्वपूर्ण हो? त्यो त एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। हेरोस्, प्रोजेस्टेरोन जस्ता हर्मोनहरू गर्भावस्थालाई जोगाउन, त्यसलाई अगाडि बढाउन एकदमै आवश्यक छन्। प्रोजेस्टेरोनले के गर्छ भन्दाखेरि पाठेघरको भित्री तहलाई भ्रूण बस्नको लागि तयार पार्छ अनि त्यसको विकासलाई पनि सघाउँछ। अब यदि यसको मात्रा पुगेन भने गर्भ राम्रोसँग बस्न वा बढ्न गाह्रो हुन्छ अनि त्यसले गर्दा गर्भ खेर जाने सम्भावना बढ्छ। हर्मोनको सन्तुलन, जस्तै गर्भ बस्ने ठाउँ मतलब पाठेघरको अवस्थाले पनि त फरक पार्छ होला नि? कतिपय अवस्थामा पाठेघरको बनावटमै समस्या हुन सक्छ होइन त? जस्तो आकार अलि फरक हुनु वा फाइब्रोइड जस्ता कुराहरू। पाठेघरको भौतिक अवस्थाले पनि ठूलो अर्थ राख्छ। यदि पाठेघरको आकार जन्मजातै अलि फरक छ अथवा पाठेघरभित्र कुनै पर्खाल जस्तो छ जसले त्यसलाई दुई भागमा बाँडेको छ, वा त्यहाँ फाइब्रोइड, जसलाई आम भाषामा मासु पलाएको भन्छन्, हजुर, वा पलिप्स, साना साना गाँठागुठी जस्ता कुराहरू छन् भने त्यसले के गर्छ त भन्दा भ्रूणलाई टाँसिन र हुर्कनका लागि चाहिने स्वस्थ वातावरण र ठाउँ दिन सक्दैन अनि यसले गर्दा गर्भपतनको जोखिम बढ्छ। बनावट र हर्मोन बाहेक बाहिरी संक्रमणको खतरा नि कस्तो हुन्छ? जानकारीमा टोक्सोप्लाज्मा रुबेला जस्ता संक्रमणले पनि जोखिम बढाउने देखिन्छ। यहाँनिर एउटा कुरा बुझ्नुपर्छ। केही विशेष प्रकारका संक्रमणले चाहिँ सिधै गर्भमा भएको भ्रूणलाई नै असर गर्न सक्छन्। उदाहरणको लागि रुबेला लाग्यो भने त भ्रूणमा गम्भीर समस्या आउन सक्छ, जसले गर्दा गर्भपतन नै हुन सक्छ। अरू कतिपय संक्रमणले चाहिँ आमाको शरीरमा यस्तो खालको प्रतिक्रिया गराउन सक्छ जसले गर्भावस्थालाई निरन्तरता दिन गाह्रो बनाइदिन्छ। त्यसैले गर्भावस्थामा संक्रमणबाट जोगिनु पनि एकदम महत्त्वपूर्ण हुन्छ। हजुर, त्यो त हो। यी त भए धेरैजसो शारीरिक र जैविक कारणहरू, तर हाम्रो जीवनशैली र बाहिरी कुराहरूको पनि त भूमिका देखिन्छ नि होइन? जस्तो चुरोट पिउनु, रक्सी खानु, धेरै तनाव लिनु, गह्रो घारी उचाल्नु, कुनै गम्भीर चोटपटक लाग्नु वा धेरै कफी पिउनु, यी कुराहरू त केही हदसम्म आफ्नो नियन्त्रणमा पनि हुन्छन् जस्तो लाग्छ नि। निश्चय पनि। जहाँ धेरै कारणहरू पूर्णतया जैविक हुन्छन्, त्यहाँ जीवनशैली र वातावरणका तत्त्वहरूले पनि गर्भपतनको जोखिमलाई चाहिँ बढाउन सक्छन्। जस्तो तपाईँले भन्नुभयो, धूम्रपान र मदिरापानले भ्रूणको विकासमा नराम्रो असर पार्न सक्छ। अनि धेरै तनाव, त्यो पनि लामो समयसम्म भयो भने त्यसले शरीरको हर्मोनको सन्तुलन बिगार्न सक्छ क्या, जसले अप्रत्यक्ष रूपमा गर्भलाई असर गर्न सक्छ। त्यस्तै गम्भीर चोटपटक वा नियमित रूपमा धेरै गह्रो सामान उचाल्नुपर्ने अवस्थाले पनि कहिलेकाहीँ जोखिम बढाउन सक्छ। यी सबै कुराले के देखाउँछ भने गर्भावस्थामा स्वस्थ बानी बेहोरा अपनाउनु कति जरुरी छ भन्ने कुरा। अनि अन्त्यमा आमा बुवाको आफ्नै स्वास्थ्य अवस्थाको पनि कुरा आएको छ। पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप, थाइराइडको समस्या हुनु वा तौल धेरै कम वा बढी हुनुले पनि असर गर्ने रहेछ। यदि हामी यसलाई अलि फराकिलो नजरले हेर्छौँ भने आमा वा बुवामा गर्भ रहनुभन्दा अघिदेखि नै भएका स्वास्थ्य समस्याहरूले पनि गर्भको स्वास्थ्य र त्यसको निरन्तरतामा असर पार्न सक्छन्। जस्तो
अनियन्त्रित मधुमेह वा उच्च रक्तचापले गर्भपतनको जोखिम बढाउँछ। त्यसैगरी थाइरोइड हर्मोनको गडबडीले पनि गर्भ बस्न र त्यसलाई टिकाउन गाह्रो बनाउन सक्छ। तौल एकदमै कम वा धेरै बढी हुनुले पनि हर्मोनको सन्तुलन र समग्र प्रजनन स्वास्थ्यमा असर पार्छ। यसले के देखाउँछ भने गर्भको योजना बनाउनु अघि नै आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनु अनि आवश्यक परेमा उपचार वा व्यवस्थापन गर्नु महत्त्वपूर्ण हुन्छ। त्यसो भए यो सबै कुरा सुन्दा के बुझिन्छ भने गर्भपतन कुनै एउटा मात्र कारणले नभएर विभिन्न अलि जटिल कारणहरूको नतिजा हुन सक्ने रहेछ। मतलब आनुवंशिक समस्यादेखि लिएर हर्मोन, पाठेघरको बनावट, संक्रमण, हाम्रो जीवनशैली र आमाबुवाको स्वास्थ्य अवस्थासम्म धेरै कुराले भूमिका खेल्ने रहेछन्। एकदम सही भन्नुभयो। र यहाँ अर्को मनन गर्नुपर्ने कुरा के छ भने प्राय यी कारणहरू एकअर्कासँग जोडिएका पनि हुन सक्छन्। कहिलेकाहीँ त गर्भपतनको कुनै एउटा स्पष्ट कारण पत्ता लगाउन पनि गाह्रो हुन्छ। तर यी सम्भावित कारणहरूबारे जानकारी हुनुले यसको जटिलतालाई बुझ्न र स्वीकार्न मद्दत गर्छ। साथै आवश्यक परेको बेलामा सही स्वास्थ्य सल्लाह लिन र भविष्यको लागि अलि सचेत रहन पनि यसले बाटो देखाउँछ। त्यसो भए श्रोताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ न त। गर्भपतनका यी विभिन्न र कहिलेकाहीँ नियन्त्रण बाहिरका कारणहरूबारेको यो जानकारीले गर्भधारण गर्नु अघिको स्वास्थ्य तयारी र समग्र हेरचाहप्रतिको हाम्रो बुझाइलाई कसरी थप गहिरो बनाउन सक्छ होला?